नमस्ते, स्वागत छ हजुरहरूलाई। सो आज हजुरहरूले यस सफ्टवेयर युज गरेर तपाईँहरूले आफ्नो मोबाइल, कम्प्युटर वा इलेक्ट्रोनिक स्टोरमा आफ्नो सर्भिसलाई कसरी म्यानेज गर्न सक्नुहुन्छ भनेर डेमो भिडियो देखाउन गइरहेको छु। स्टार्ट गरौँ है त। त्यसको लागि हजुरले सुरुमा यहाँ सर्भिसको आइकन छ, यसमा क्लिक गर्नुपर्ने हुन्छ है। यो यहाँ क्लिक गरेपछि हजुर सिधै सर्भिसको ड्यासबोर्डमा जानुहुन्छ। अब यहाँ हजुरले के देख्न सक्नुहुन्छ है त। यहाँ हजुरको बिल नम्बर, हजुरको डेट, हजुरको कस्टमरको नेम, उहाँको मोबाइल नम्बर, अनि प्रडक्ट नेम, उहाँको प्रब्लमहरू के भएको थियो है त्यो डिभाइसहरूमा, अनि यति बनिसकेको थियो र हजुरले डेलिभरी गर्नुभएको थियो भने कुन डेटमा डेलिभरी भएको है, स्ट्याटसहरू के छ यो डिभाइसहरूको है। जस्तै यहाँ रिपेयर कम्प्लिट छ, इन प्रोग्रेस छ है। अनि तपाईँले यहाँबाट पनि हजुरले स्ट्याटसहरू चेन्ज गर्न सक्नुहुन्छ है। रिसिभ हो कि रिपेयर कम्प्लिट, अन होल्ड, डेलिभरी, पार्टी नट एभाइलेबल, कम ब्याक लेटर, क्यानट रिपेयर है। यसरी हजुरले चाहिँ विभिन्न स्ट्याटसहरू यहाँबाट पनि सिलेक्ट गर्न सक्नुहुन्छ। अनि यता हजुरको त्यहाँ आउँछ एमाउन्ट है, कति भएको थियो, हजुरले कति रिसिभ गर्नुभयो, कति ब्यालेन्स छ, यहाँबाट हजुरले हेर्न सक्नुहुन्छ है त। सो त्यसपछि हजुरले नयाँ सर्भिस क्रिएट गर्नलाई चाहिँ सिम्पली यहाँ प्लस बटनमा थिच्नुपर्ने हुन्छ है त। ओके, अब यहाँ थिचेपछि हजुरले यहाँ कस्टमर नेम फिट गर्नुपर्ने हुन्छ। जस्तै मसँग अलरेडी चाहिँ रामश्रेष्ठ भन्ने मैले यही सिलेक्ट गरेँ है। अनि उहाँको एड्रेस, त्यसपछि हजुरको प्रडक्ट नेम, मैले अहिले चाहिँ आइफोन 16 भनेर एक्जाम्पलको लागि राखिदिएँ। मोडल नम्बर अनि प्रब्लम डिस्क्रिप्सन है, के भएको थियो है, मसँग अलरेडी छ। सो म यहाँ यही राख्छु, प्रब्लम डिस्प्ले क्र्याक र स्पिकर इस्यु, अनि सिरियल नम्बर है। त्यसपछि स्ट्याटस के छ हजुरले यहाँबाट सिलेक्ट गर्नु सक्नुहुन्छ है त। अब जाउँ सर्भिस पार्टमा है त। अब तपाईँको के हुन्छ सर्भिस पार्टहरू तपाईँले राख्न सक्नुहुन्छ। मैले चाहिँ सर्भिस 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 ओके, रिपेयरिङ चार्जेस भनेर राखिदिएँ है। यसको एमाउन्ट मैले 500 रुपियाँ राखिदिएँ। अनि त्यसपछि हजुरको रेस्पोन्सिबल पर्सन को है राख्न सक्नुहुन्छ, मैले रमेश भनेर राखिदिएँ। त्यसपछि हजुरको यहाँ पार्ट्समा चाहिँ के राख्नुभयो, के है तपाईँले पार्ट्सहरू राख्नुभयो डिभाइसमा, यहाँबाट सिलेक्ट गर्न सक्नुहुन्छ। हाम्रो मेन प्रब्लम थियो डिस्प्ले क्र्याक भएको, सो डिस्प्ले फेर्नुपर्ने हुन्छ। त्यसको लागि हजुरले डिस्प्ले भनेर है डिस्प्ले राख्नुपर्ने हुन्छ। कति क्वान्टिटी यहाँ एउटा आयो है। त्यसपछि हजुरको प्राइस, यसको एक्जाम्पलको लागि मैले 5000 राखिदिएँ है। अनि अरू एड रो गरेर अरू के हजुरले पार्ट्सहरू हाल्नुभयो सिम्पली यहाँ सिलेक्ट गर्न सक्नुहुन्छ है त। अहिले मैले एउटा मात्रै राखिदिएँ। त्यसपछि अर्को जाउँ है पेमेन्ट डिटेल्समा। अब यहाँ चाहिँ हजुरको टोटल कति भयो भनेर यहाँ ब्यालेन्स एकाउन्टमा देखाउँछ 5500 है। अब तपाईँले यहाँ राख्नुपर्ने हुन्छ। डिस्काउन्ट पनि यहाँ यति दिनु चाहनुहुन्छ, यहाँ डिस्काउन्ट सेट गर्नु सक्नुहुन्छ है। अनि त्यसपछि हजुरको यहाँ पार्ट पे एमाउन्ट है, उहाँहरूले तपाईँलाई कति तिर्नुभयो भनेर यहाँ हजुरले टाइप गर्नुपर्ने हुन्छ। मैले 5500 राखिदिएँ। यति गरेर हजुरले सेभ गरिदिनु भयो भने यसरी हजुरको सर्भिसको बिल चाहिँ आउँछ है त। अनि हजुरले यो बिल प्रिन्ट पनि गर्न सक्नुहुन्छ है त। ओके, अब यहाँ हाम्रो देख्न सकिन्छ आजको डेटमा रामश्रेष्ठ भन्नेले मोबाइल ल्याउनु भएको रहेछ है। अनि यहाँ उहाँको प्रब्लमहरू के छ सबै यहाँ देखिएको छ। अनि यसलाई हजुरले यहाँबाट प्रोग्रेसहरू पनि चेन्ज गर्न सक्नुहुन्छ। यसै गरी हजुरले यहाँबाट इन्भोइस हेर्न सक्नुहुन्छ है। अब यसलाई हजुरले एडिट पनि गर्न सक्नुहुन्छ। यसलाई हजुरले डिलिट पनि गर्न सक्नुहुन्छ है त यदि चाह्यो भने तपाईँलाई। ओके, ठिक छ। ओभरअल सर्भिसको डेमो पार्ट यति नै हो। थप जानकारीको लागि हामी न्यू एरा सोल्युसन्सलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच।